पशुपति शर्मा एकाएक रातारात विवादित पर्ने भएका छन्। ओएमजी किन होला त? पुरा जान्नको लागि यो भिडियो हेर्नुहोला। गायक पशुपति शर्माले पछिल्लो समयमा सबै नेताहरूलाई, सबै छाडा गीत गाउनेहरूलाई, नराम्रा हरकत भएकाहरूलाई, भ्रष्टाचारीहरूलाई कडा प्रहार, कडा झटारो हानेका छन्। आखिर के हो त त्यो झटारो? पुरा भिडियो हेर्नुहोला। मन परे लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नु। फेरि पनि नेपाली बजारमा गायक पशुपति शर्माको अर्को धमाकेदार प्रस्तुति, एकदमै समय सान्दर्भिक प्रस्तुति आइसकेको छ। लुट्न सके लुट कान्छा, अरू देशमा पाइँदैन, नेपालमै हो छुट भन्ने गीतको बोल पछाडि पशुपति शर्माको एकाएक प्रत्येक वर्ष जस्तो वर्षमा 2-3 वटा जस्तो गीत आएको छ। यसपालि पनि पशुपति शर्माको निकै व्यङ्ग्यात्मक गीत आएको छ। सबै वर्गलाई व्यङ्ग्यात्मक गरेको गीत आएको छ, जुन गीतको बोल छ झोले त तै झोले त मै भन्ने। दर्शकबिन, तपाईँले कति हेर्नुभयो, कतिजनाले हेर्नुभयो गीत, कतिजनाले हेर्नु भएको छैन। तपाईँलाई यो गीत कस्तो लागेको छ? जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला, ताकि यस्तै सर्जकहरूलाई अझै उहाँलाई यस्तै आगामी दिनहरूमा गीतहरू निकाल्नको लागि प्रेरणा मिल्छ। गायक पशुपति शर्मा यस्ता गायक हुन् जो कसैको धम्कीले, जो कसैको जे कुरामा पनि विवाद पर्दा, जति विवाद पर्छ त्यति उनी झन व्यङ्ग्यात्मक, झन घोचिलो अनि पेचिलो खालका गीत निकाल्ने गायक हुन्। उनले यसपल्ट पनि उनले तै पनि झोले मै पनि झोले भन्दै विशेष गरी राजनीतिज्ञ दलहरूलाई व्यङ्ग्य गरिएको देखिन्छ यो गीतमा। कतिपय अवस्थामा यो गीतमा चाहिँ उनले आफै अभिनय गरेका छन्, उनको आफ्नै सिर्जना छ। यो गीत रिलिज भएको युट्युबमा 2 दिन पुग्दाखेरि युट्युबको ट्रेन्डिङ नम्बर 2 स्थानमा पुगेको छ। ट्रेन्डिङ नम्बर 2 मा पर्न सफल भएको छ। आशा छ यो गीत ट्रेन्डिङ नम्बर 1 मै पर्छ भन्ने आशा गरेको छु। यो भिडियो बनाउँदासम्म यो भिडियोले ट्रेन्डिङ नम्बर 2 मा पर्न सफल भएको छ, ट्रेन्डिङ नम्बर 2 हात पार्न सफल भएको छ। गायक पशुपति शर्माले यस गीतमा केपी शर्मा ओली, प्रचण्ड, त्यसै गरी राजरोपाका रवि लामिछाने लगायतका थुप्रै कुराहरूलाई व्यङ्ग्य गरेका छन्। फोटो समेत देखाएर, पोस्टर समेत देखाएर व्यङ्ग्य गरेका छन्। त्यसै गरी शेरबहादुर देउवाको नाम पनि उल्लेख गरेका छन्। त्यसै गरी छाडा गीत गाउने, पछिल्लो समयमा नेपाली गीत सङ्गीतको बजारमा छाडा गाउने, छाडा लाइभ दोहोरी गाउने हरूको लागि, गाउने कलाकारहरूको लागि पनि एकदमै घोचिलो, पेचिलो अनि ठाडै प्रहार गरेका छन्। छाडा गाउने पनि, छाडा गीत गाउने पनि हिट भनेर उनले भनेका छन्। यो गीतका शब्द एकदमै नराम्रो भन्ने कहीँ पनि छैन। मलाई त्यस्तो लाग्यो। तपाईँलाई कस्तो लाग्छ? यति जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। यो गीत मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। कली देखावटी रूपमा पत्रकारहरू सबै पत्रकार त्यस्ता छैनन् र कि पत्रकारहरू देखावटी भिडियो बनाउनको लागि डलरको भरमा रोएको अभिनय गरेर त्यस्ता भिख माग्नेहरूको लागि पनि यो गीतले प्रहार गरेको छ। तपाईँले यो गीत हेर्नको लागि गायक पशुपति शर्माको आफ्नै युट्युब च्यानल, अफिसियल युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ। युट्युबमा गएर तपाईँले पशुपति शर्मा अफिसियल भनेर सर्च गर्नुभयो भने यो गीत देख्न सक्नुहुन्छ। नभए न्यू नेपाली लोकगीत भनेर पशुपति शर्मा भनेर सर्च गर्नुभयो भने पनि यो गीत भेट्टाउन सक्नुहुनेछ। जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईँले टिकटकतिर पनि छ्यापछ्याप्ती पाइसक्नु भएको छ, कतिपय टिकटक बनाइसक्नु भएको छ होला। यदि नबनाउनु भएको छ भने पनि बनाइदिनु होला, यो आग्रह गर्न चाहन्छु। जाँदा जाँदै गायक पशुपति शर्मालाई उच्च सम्मान छ। आगामी दिनहरूमा पनि आदरणीय दाई, आदरणीय व्यक्तित्व गायक पशुपति शर्माको यस्तै गीत सुन्न पाइयोस् र यो गीत विवादित नबनोस्। सफलताको अग्रिम शुभकामना। ट्रेन्डिङ 1 मा परोस्, मेरो तर्फबाट यही छ। ल त साथीहरू, मैले आज गायक पशुपति शर्माको बारेमा, नेपाली बजारमा आएका गीतको बारेमा चर्चा गरेँ।
अब जाँदा जाँदै यो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु भएको छैन भने एक लाइक एक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नुहोला है त।